यो नेपालमा शिक्षकहरूको आन्दोलन चलिरहेछ होइन, विषयवस्तु चाहिँ के हो मैले बुझ्नै नसकेको। जस्तो अब निशुल्क शिक्षा हुनुपर्छ भनेर हो, त्यो पनि होइन। अनि सरकारी स्कुललाई गुणस्तरीय बनाउनु पर्छ भनेर पनि होइन। सरकारी विद्यालयमा विद्यार्थीको सङ्ख्या थोरै भयो भनेर पनि होइन होला पक्कै पनि। सरकारी स्कुलमा राजनीतिकरण गर्नु हुँदैन भनेर पनि होइन, त्यो विषय पनि देख्दैन मैले। सरकारी शिक्षकले प्राइभेट बोर्डिङ स्कुल खोल्नु हुँदैन भनेर पनि होइन होला होइन। शिक्षकले राजनीति गर्नु हुँदैन भनेर पनि होइन। अनि स्कुलमा पार्टीको कार्यक्रम गर्नु हुँदैन भनेर पनि होइन। सरकारी स्कुलमा विद्यार्थी भन्दा धेरै शिक्षक भए कम गर्नु पर्यो भनेर पनि पक्कै पनि होइन होला। 60 वर्ष उमेर पुगेका शिक्षकले अब अनिवार्य अवकाशन लिनुपर्छ भनेर पनि होइन। यो होइन भने अर्को कुरा होला। त्यसो भए दुर्गम र विकट ठाउँमा शिक्षक र किताब र शैक्षिक सामग्रीहरू समयमा किन पुगेन भनेर होला, यो पनि होइन। अनि हो चाहिँ के त, आफ्ना छोराछोरीलाई निजी स्कुलमा पढाएर सरकारी स्कुलमा तलब थोरै भयो भन्दै सडकमा रमिता देखाउनु त भएन। पढाइ राम्रो भएन भन्दै विद्यार्थीहरूले स्कुल नै छोड्न मिल्छ भने तलब कम भयो भनेर मास्टरहरूले पनि जागिर त छोड्न मिल्छ होला कि मिल्दैन र?